चाहिँ आवश्यक कुरा रहेको छ। Blessed are those who preach short sermons, धन्य ती मानिसहरू जसले छोटो वचन प्रचार गर्दछ, because they shall be invited again and again. किनकि उनीहरूलाई फेरि फेरि दोहोऱ्याइ बोलाइन्छ। And this noon, I'm going to give you a very short and sweet message. यो मध्याहको समयमा तपाईहरुलाई छोटो तर एकदम मिठो वचन तपाईहरुलाई म बाँड्न चाहन्छु। Book of Psalms, verse 19, verse 10 says like this. भजन संग्रह 19 अध्यायको 10 पद, भजन संग्रह 19 अध्यायको 10 पदले यसरी भन्दछ। If you have Bibles, you can turn them. तपाईसँग बाइबलहरु छ भने तपाईहरुले खोल्न सक्नुहुन्छ भजन संग्रह 19 अध्यायको 10 पदलाई। If you have the mobile, just you can turn them on, just you can see that. अनि फोनमा छ भने फोन पनि खोलेर हेर्न सक्नुहुन्छ। The Bible भजन says- संग्रह 19 को 10 मा बाइबलले यसरी भन्छ, They are of greater value than the gold, than even a great amount of pure gold. They bring greater delight than honey, than even the sweetest honey from a honeycomb. सुन भन्दा पनि ती बढी चाहना गर्ने योग्य छन्, निखुर सुन भन्दा पनि ज्यादै बढी, चाकाबाट टपकने मह भन्दा बढी गुलियो भनेर लेखिएको छ। Psalm 119, 103 says, भजन संग्रह 119 को 103 ले यसरी भन्दछ, God, your words are sweeter in my mouth than honey. परमेश्वर तपाईको वचन चाहिँ मह भन्दा पनि मिठो छ भनेर भन्दछ। And Psalm 119, 11 says like this. अनि भजन संग्रह 119 को 11 ले पनि यसरी भन्दछ, David says, God, in my heart I store up your word so I might not sin against you. भजन संग्रह 119 को 11 पदमा दाउदले यसरी भन्नुहुन्छ कि तपाईको विरुद्धमा पाप नगरौं भनेर तपाईको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। For David, God's words are sweeter than honey. दाउदको निम्ति परमेश्वरको वचन चाहिँ मह भन्दा पनि गुलियो थियो, The value than the pure gold. अनि चाहिँ निखुर सुन भन्दा पनि एकदम बहुमूल्य थियो परमेश्वरको वचन दाउदको निम्ति। They're beautiful than the diamond for him. अनि उसको त्यो डायमन्डहरु भन्दा पनि हीरा मोती भन्दा पनि सुन्दर उसलाई लाग्दथ्यो परमेश्वरको वचन। But what about you and me? तर तपाई अनि मलाई चाहिँ के लाग्दछ? What do you like more? तपाईलाई के धेरै मन पर्दछ? Is God's word is sweeter than honey for you? के परमेश्वरको वचन तपाईको निम्ति मह भन्दा मिठो छ? And David says, I hide your words in my heart. अनि दाउदले यसरी भन्नुहुन्छ कि तपाईको वचन चाहिँ मैले मेरो हृदयमा सुरक्षित राखेको छु। It is easy to keep God's promises in our hearts. परमेश्वरको प्रतिज्ञाहरू हाम्रो हृदयमा राख्न सजिलो हुन्छ। If God says, I'm going to bless you $30,000 by next month, you will hide that word very well. परमेश्वरले प्रतिज्ञा जब गर्नुहुन्छ कि तिमीलाई अर्को महिनासम्म $30,000 को आशीष आउने छ भनेर भन्यो भने हामी त्यो वचनलाई एकदम सुरक्षित साथ हृदयमा लुकाएर राख्छौं। If God gives you a beautiful prophecy, you're going to hide that in your heart. यदि परमेश्वरले तपाईलाई सुन्दर अगमबाडी दिनुभयो भने तपाईले हृदयमा लुकाएर राख्नुहुन्छ त्यो कुरालाई। But David is not talking about such kind of words. तर दाउदले यहाँनिर त्यो परिकारको वचन को कुरा गरिरहेको छैन यहाँनिर। But he says, God, I keep your commandments in my heart. त्यो उल्ले चाहिँ यसो भन्दैछ कि परमेश्वर तपाईको आज्ञाहरू चाहिँ मेरो हृदयमा राख्दछु। Your precepts, your commands, your do's and do nots, I hide them in my heart. तपाईले आज्ञा गर्नुभएको गर र नगर भन्ने कुराहरू चाहिँ मैले मेरो हृदयमा राखेको छु। Pastor Dunn, they have lost one diamond ring in their home. मैले हाम्रो घरमा एउटा डायमन्डको हिराको औठी गुम्यो। I'm going there next हरायो। week. I'm going there next week अर्को हप्ता उहाँ आउनुहुन्छ अरे to find it. त्यसलाई भेटाउनको निम्ति। Whoever finds it, that belongs to them. जसले भेटाउँछ उसकै हुन्छ अरे त्यो रिङ। See, when you have some valuable, यदि तपाईको कुनै बहुमूल्य कुरा छ भने you hide them in a secret place. तपाईले एउटा गुप्त ठाउँमा तपाईहरु लुकाउनुहुन्छ For त्यसलाई। David, God's commandments are sweeter than the honey, costly than the gold, beautiful than the diamond to him. अनि दाउदको निम्ति चाहिँ परमेश्वरको वचन चाहिँ मह भन्दा पनि मिठो, सुन भन्दा पनि बहुमूल्य, हीरा मोती भन्दा पनि सुन्दर थियो। Why David has to say that one to keep God's word in his heart?
अब दाउदले चाहिँ उसको परमेश्वरको वचन उसको हृदयमा राख्नको निम्ति किन यो कुराहरू भन्नु पर्यो त? See, every word in the God's Bible has a lot of meaning. प्रत्येक शब्द परमप्रभु परमेश्वरको वचनमा लेखिएको कुराहरूको अर्थ हुँदछ। They may look insignificant, त्यहाँनिर कुनै अर्थविहीन पनि देखिन सके अथवा कुनै त्यो ठुलो कुरा नदेखिएला, but they have a unanimous power hiding beneath those insignificance. तर त्यो एकदम मत अथवा केही पनि ठुलो नदेखिने कुराको मुनि चाहिँ धेरै बहुमूल्य कुराहरू त्यहाँनिर त्यो शब्दको मुनि लुकेको हुँदछ। When God met Moses, अब सुन्नुहोस्, जब परमेश्वरले मोसालाई भेट्नुभयो, he met in a burning bush. परमेश्वरले मोसालाई जलिरहेको पोथरामा भेट्नुभयो। There was a blaze in the bush, but the bush was not consumed. पोथरा जलिरहेको थियो, तर त्यो पोथरामा आगो लागेको थियो, तर पोथरा आफै चाहिँ जलेको थिएन। It is like when a boy and girl in the love, they are like that. एउटा छोरा मान्छे छोरी मान्छे मायामा फस्यो भने त्यस्तो हुँदछ अरे। Pahli maya that keeps on burns you. आमामामामा पुरा जलिरहन्छ अरे पहिलो माया चाहिँ। And the marriage is the one which consumes you later on. अनि त्यहाँबाट विवाहले चाहिँ निकल्दछ अरे हामीलाई। Anyway, Moses saw God in the burning bush. अनि मोसाले जलिरहेको पोथरामा परमेश्वरलाई देख्नुभयो। But that bush is not any bush. अनि त्यो कुनै परिकारको पोथरा चान्चुने पोथरा थिएन त्यो। But there is a clear specific word in Hebrew for that bush. अनि हिब्रूमा चाहिँ त्यो पोथराको खास विशेष नाम दिएको छ। The bush has thorns maybe 1 or 2 inches long. अनि त्यो पोथरामा चाहिँ 1-2 इन्चीको काँडा पनि हुँदछ। The Bible says it's a thorny bush. अनि बाइबलले भन्दछ त्यो काँडाले भरिएको पोथरा भनेर। It is little bigger than Moses. अनि मोसा भन्दा अलिकति ठुलो। They are quite common in Egypt and Mount Sinai. अनि सिनाई पर्वत वरिपरि अनि मिस्र देशमा चाहिँ त्यो प्रायः प्रशस्त रूपमा पाइन्दछ। And after a while they left the Egypt and they went into the promised land. अनि केही समयमा मिस्र देश छोडेर उनीहरू प्रतिज्ञाको देशमा जब गए, In the way of the promised land, उनीहरू जब प्रतिज्ञाको देशमा जाँदै गर्दाखेरि बाटोमा again God appeared to Moses on Mount Sinai. अनि सिनै पर्वतमा परमेश्वर फेरि देखा पर्नुभयो। And here God begins speaking to Moses. अनि त्यहाँबाट परमेश्वर चाहिँ मोसासँग बोल्न थाल्नुभयो। In book of Exodus chapter 25 from verse 10 to 16. प्रस्थानको पुस्तक 25 अध्यायको 10 देखि 16 पदसम्ममा। And maybe प्रस्थान 25। you can go back to your homes and you can study that. तपाई सायद घरमा गएर त्यसलाई अध्ययन गर्न सक्नुहुन्छ। And God was instructing Moses to make an ark of the covenant. अनि परमेश्वरले चाहिँ मोसालाई करारको सन्दुक बनाउनको निम्ति उहाँले आदेश दिइराख्नु भएको छ। Be mindful of God's instructions. अब परमेश्वरले दिनुभएको कुराहरूलाई हामीले ध्यान दिनु पर्दछ। He says how many inches that should be. अनि परमेश्वरले कति इन्चीको हुनु पर्दछ भनेर उहाँले भन्नुहुन्छ। 45 inches long. 45 इन्चको लामो, 27 inches wide. 27 इन्चको फराकिलो, 27 inches high. अनि 17 इन्चको लम्बाइ। Hallelujah. हालेलुया। See the God's instructions. अनि यहाँ परमेश्वरले चाहिँ यहाँनिर तपाईहरुले के देख्नुहुन्छ परमेश्वरको निर्देशनलाई। And he says you have to make this box out of acacia wood. अनि यो बक्सा चाहिँ तिमीले एउटा अकेसिया भन्ने अंग्रेजीको शब्द हो। नेपालीमा त्यसलाई काडे बाबुल पनि भन्दो रहेछ अनि कतिले चाहिँ खयर पनि भनेर बुझ्दो रहेछ। It is not kade babu, kade babul. बाबुल। Yes. बाबु होइन, बाबुल पनि खास इन्टरप्रेट गरेर हेर्ने हो भने वनमारा चाहिँ सानो देखिँदो रहेछ तर त्यो चाहिँ ठुल्ठुलो रुख हुँदो रहेछ। यो चाहिँ एकदम ठुल्ठुलो रुख हुँदो रहेछ अनि त्यहाँबाट चाहिँ करारको सन्दुक बनाउनु भनेर परमेश्वरले आज्ञा गर्दै हुनुहुन्छ। Why not from mango wood? आँपको रुखबाट किन नबनाउने? Why not from teak wood? Teak wood? Teak wood like टिक वुडले किन नबनाउने त? Why not any other expensive wood? अथवा कुनै पनि महँगो रुखहरूबाट किन नबनाउने त? Only from acacia. अकेसिया त्यो
bubble? काँडे बाबुलकोबाट मात्रै किन बनाउने त? Because that's where Moses met God in his lifetime in the first time. किनभने परमेश्वरले उसको जीवनमा पहिलो भेट मोसाले परमेश्वरसँगको पहिलो भेट हुँदाखेरि उसले त्यो रुखमा भेटेको थियो, In the burning bush. त्यो जलिरहेको पोथ्रामा। And from that wood now he has to make an ark of the covenant. त्यो जलिरहेको पोथ्रा जुन रुख थियो त्योबाट चाहिँ अब यहाँनिर परमेश्वरले निर्देशन दिँदै हुनुहुन्छ कि करारको सन्दुक तैँले बनाउनु पर्छ भनेर। David is meditating about the ark of the covenant in his heart. अनि त्यही भएर दाउदले चाहिँ करारको सन्दुकलाई चाहिँ उसको हृदयमा उसले मनन गरिरहेको छ। Now David says, my chest is an ark of the covenant. अनि अब दाउदले भन्दछ कि मेरो छाती चाहिँ करारको सन्दुक हो। How there is the 10 commandments in the ark of the covenant, जसरी करारको सन्दुकमा ती 10 आज्ञा थियो, in similar way I want to keep God's commandment in my chest. अनि त्यसरी नै मेरो छातीमा पनि मेरो हृदयमा पनि परमेश्वरको आज्ञालाई राख्न चाहन्छु। This lively box, यो जीवित बक्सा, hallelujah. हालेलुया, In this lively box, यो जीवित बक्सामा I want to keep God's commandments. म परमेश्वरको आज्ञालाई राख्न चाहन्छु। I want to hide them. म त्यसलाई लुकाउन चाहन्छु, I want to protect them. म त्यसलाई सुरक्षित राख्न चाहन्छु। Because God said, you have to make this box out of acacia wood. किनकि परमेश्वरले भन्नुभयो कि यो बक्सा चाहिँ तिमीले अकेसियाको रुखबाट काठबाट बनाउनु पर्दछ। You have to put inside out gold plates on it. भित्र बाहिर तिमीले सुनको प्लेट्सहरू लगाउनु पर्दछ। Do you like gold? तपाईलाई सुन मन पर्दछ? If you don't like, I'm here. तपाईलाई मन पर्दैन भने म यहाँ आएको छु, God मलाई दिनु होला। says, you have to put the pure gold on the box. अनि परमेश्वर भन्नुहुन्छ कि तिमीले निखुर ओके निखुर सुन चाहिँ त्यो बक्सामा लाउनु पर्दछ भनेर। Amen. Inside out, you have to put a plate. भित्र बाहिर तिमीले चाहिँ निखुर सुनको प्लेट्सहरू लगाउनु पर्दछ। And place my 10 commandments in that box. अनि मेरो 10 आज्ञालाई चाहिँ त्यो बक्सा भित्र राख्नु पर्छ भनेर। Amen. How many commandments we have? हामीसँग कतिवटा आज्ञाहरू छन्? God gave 10 commandments. परमेश्वरले 10 वटा आज्ञाहरू दिनुभएको छ। And Jesus made them 2. अनि पछाडि गएर येशूले 2टा मात्रै बनाइदिनु भयो। Love your God and love your neighbor. परमेश्वरलाई प्रेम गर अनि आफ्नो छिमेकीलाई प्रेम गर। Sometimes loving God is easy, but loving our neighbor is not that much easy. परमेश्वरलाई प्रेम गर्न सजिलो हुन्छ तर छिमेकीलाई प्रेम गर्न एकदम गाह्रो हुँदछ। Sometimes we cannot even love our own family members. कहिलेकाहीँ हामीले आफ्नै परिवारको सदस्यलाई पनि प्रेम गर्न हामीलाई अप्ठ्यारो गाह्रो हुँदछ। But anyway, God said, you have to place my commandment inside that box. अनि परमेश्वरले भन्नुभयो कि तिमीले त्यो बक्सा चाहिँ त्यो बक्सा भित्र चाहिँ मेरो आज्ञालाई राख्नुपर्छ। And you have to place manna inside the box. Take the manna out of a small bowl and keep that inside the box. अनि तिमीले चाहिँ मन्ना लिएर त्यो बक्सा भित्र त्यो मन्ना पनि राख्नुपर्छ भनेर आज्ञा गर्नुभयो। Amen. Hallelujah. Hallelujah. They ate a heavenly food, उनीहरूले स्वर्गीय खाना खान पाए but they died. They died later. तर पछाडि गएर उनीहरू मर्नु पर्यो। Remember what Jesus said? सम्झनुहोस् येशूले के भन्नुभएको He said, he is the bread from above. छ। येशू भन्नुहुन्छ म माथिबाट आएको रोटी हुँ। Your fathers ate manna and they died off. तिमीहरूको बाउआमाले बाजे पुर्खाले मन्ना खाए तर तिनीहरू मरे। But if you eat of me, तर येशू भन्नुहुन्छ तिमीले मबाट मेरो शरीरलाई खायौ भने you will have the eternal life. तिमीसँग अनन्तको जीवन हुनेछ। You shall never die. तिमी मर्ने छैनौ। What Jesus is comparing is, येशूले केसँग तुलना गर्दै हुनुहुन्छ भने he says, I am that ark of the covenant. म चाहिँ त्यो करारको सन्दुक हुँ है। I have my father's commandments inside of me. मेरो पिताको आज्ञा ममा छ है। Amen. आमेन। I am the living bread for you guys. म चाहिँ तिमीहरूको निम्ति जिउँदो रोटी हुँ है। Now, David, keeping this box in his mind, he says, I will keep your word in my heart. अनि त्यही भएर यो बक्सालाई आफ्नो दिमागमा उसले सोच्दै दाउदले भन्दैछ कि तपाईको वचनलाई मेरो हृदयमा म लुकाइराख्छु। Why God said to place the gold plates on the table? किन परमेश्वरले चाहिँ त्यो करारको सन्दुकमाथि चाहिँ
निखुर सुनको प्लेट्सले किन ढाक्नु भन्नुभयो त? It works like a mirror. एउटा ऐनाको जस्तो काम गर्दथ्यो। When you come to the God's word, जब तपाईँ परमेश्वरको वचनमा आउनुहुन्छ, it shows who you are really. वचनले तपाईँ साँच्चै को हो भन्ने कुरा It देखाइदिन्छ। is like your wife will dress up and make up nicely and comes to you. How do you look like? She will ask you. How do I look like? Yeah, she will ask you. अनि आफ्नो श्रीमतीले चाहिँ सिँगार प्रचार गरेर आएर तपाईँलाई सोध्नुहुन्छ कि म कस्तो देखिरहेको छु? Then you will say, honey, you look great, awesome. अनि तपाईँ भन्नुहुन्छ, ओ प्रिय तिमी यति सुन्दर देखिरहेको छौ। Do you think she will believe you? के विश्वास गर्ला तपाईँको श्रीमती? Because all the men are busy in their phones. किनभने हामी छोरा मान्छेहरू चाहिँ बिजी हुन्छ अरे फोनमा एकदम। They say, oh, you look great, awesome, I love you, honey. अनि यहाँ फोन हेरिरहेको छ, ओ तिमी ओ कति राम्री देखिएको, एकदम राम्रो छ भनेर भन्छ अरे। She will not believe you. अनि उसले विश्वास गर्दैन। She goes back to the mirror. अनि ऊ फर्केर गएर ऐनामा गएर हेर्दछ। The mirror shows who you are, अनि त्यो ऐनाले चाहिँ तपाईँ को हो भन्ने कुरा देखाइदिँदछ। how you look like. तपाईँ कस्तो देखिराख्नु भएको छ। And God's word also acts like a mirror and shows who you are in real. अनि परमेश्वरको वचन पनि एउटा ऐना सरह रहेको छ र यो वचनले चाहिँ तपाईँ साँच्चै नै वास्तविक रूपमा को हो, कस्तो हुनुहुन्छ भन्ने कुरा देखाइदिँदछ। That's why whoever come to Jesus, त्यही भएर जो कोही येशू कहाँ आउँदछ, nobody said they are sinners, कसले पनि भन्दैन म पापी हुँ भनेर, but they themselves, they were convicted inside their तर heart. उनीहरू आफ्नो हृदयमा आफैलाई उनीहरूले दोष देख्दछ They started crying. अनि उनीहरू रुन थाल्दछ The goodness of God led them to the repentance. अनि परमेश्वरको भलाइले उनीहरूलाई पश्चातापतर्फ ल्याउँदछ। Thousands and thousands, they began following Jesus Christ. हजारौंले यीशुलाई पछ्याउन थाले Because His presence began revealing who they are. किनभने यीशुको उपस्थितिले त्यो मानिसहरू को हो, कस्तो छ भन्ने कुरा प्रकट गर्न थाल्नुभयो। People who saw Jesus, they left their nets and businesses. जसले यीशुलाई देखेको छ उनीहरूले आफ्नो जाल अनि आफ्नो कारोबारहरू छोडेर अगाडि आएको छ। They left their houses, wealth, name, everything. They began following Jesus Christ. उनीहरूले आफ्नो नाम, आफ्नो धन सम्पत्ति, आफ्नो सबै कुरा छोडेर यीशुलाई पछ्याउन थालेको छ। So David knew something for value of this Ark of the Covenant. अनि दाउदले चाहिँ यो करारको सन्दुकको चाहिँ बहुमूल्यता कति छ भन्ने कुरा उसले बुझेको थियो। The Old Testament is only a shadow. पुरानो करार एउटा छाया जस्तो हो The New Testament is the reality. र नयाँ करार चाहिँ वास्तविकता रहेको छ। So Jesus is carrying the very presence of God. अनि यीशुले चाहिँ परमेश्वरको उपस्थितिलाई बोक्नु भएको छ। So he has full of life in him अनि उहाँमा चाहिँ पूर्णताको जीवन उहाँले बोक्नु भएको छ। because he never missed not even one single commandment of God. किनकि उहाँले परमेश्वरको एउटा आज्ञालाई पनि तोड्नु भएन। He walked perfectly. सिद्ध रूपले उहाँ हिँड्नु भएको। His words, his deeds, his looks, everything was absolutely according to the commandments of God. उहाँले बोल्ने शब्द, गर्ने कामहरू, उहाँको लगाइहरू, देखाइहरू सबै चाहिँ परमेश्वरको वचनको आधारित थियो। And the Bible calls him as a perfect lamb of God. अनि त्यही भएर बाइबलले भन्दछ परमप्रभु परमेश्वरको सिद्ध थुमा भनेर भन्दछ। Do you see the importance of every word of God? के तपाईँ यहाँ परमेश्वरको प्रत्येक वचनको महत्त्वपूर्णता तपाईँ देख्नुहुन्छ? David sees that box as Jesus Christ. अनि येशूले जब हेर्दछ त्यो करारको सन्दुकको बक्सालाई उसले येशूको रूपमा उसले देख्दछ। That's why David says, I hide your commandments. त्यही भएर त दाउदले भनेको छ तपाईको आज्ञालाई मैले मेरो हृदयमा लुकाइराखेको छु। Oh, the hiding is protection. लुकाउनु भनेको चाहिँ सुरक्षित गर्नु। Why he has to say that? किन दाउदले त्यसो भन्नु पर्यो त? The babul tree has a 2 inch or maybe 2.5 inches long thorns. त्यो काँडे बाबुलमा 1-2 आधी इन्चको काँडा हुँदछ। Even the giraffes cannot dare to eat those leaves. अनि जिराफले पनि त्यसको पत्ता खानु उनीहरूले साहस गर्दैन। No enemy cannot dare to touch that tree. अनि कुनै पनि शत्रुले त्यो रुखलाई छुने उनीहरूले साहस गर्दैन। And the honeybees, they collect all the valuable honey and they build their honey hive in this tree. अनि त्यस पछाडि मौरीले उसले गुड बनाउँदाखेरि
चाका लाउँदाखेरि चाहिँ त्यो रुखमा लगाउने गर्दछ And त्यसो भए चाहिँ कुनै शत्रुले त्यो रुखलाई छुने now साहस no enemy can touch that honey hive. कुनै शत्रुले चाहिँ त्यो मौरीको चाकालाई चाहिँ छुने साहस गर्दैन David says, your commandments are sweeter than the honey. त्यही भएर दाउदले भन्छ तपाईको आज्ञा चाहिँ महभन्दा पनि मिठो छ He is like a honeybee collecting every valuable truth of God. अनि त्यहाँबाट मौरीले जस्तै परमेश्वरको वचनलाई दाउदले महत्त्वपूर्ण कुराहरूलाई उसले टिपिरहेको छ Every time he hears from God, he's collecting that. जब जब pebbles. उसले परमेश्वरबाट सुन्दथ्यो उसले त्यसलाई बटुल्ने काम गरिरहेको And छ he's building his honey hive. अनि त्यसबाट उसले मौरीको उसले चाका आफ्नो हृदयमा उसले बनाइरहेको छ And he's keeping that in a safe place अनि उसले चाहिँ त्यसलाई आफ्नो सुरक्षित ठाउँमा लुकाइराखेको so छ that no enemy can steal that. ताकि कुनै शत्रुले पनि त्यसलाई चोर्न नसकोस् Many people, I want to encourage you this morning. अनि त्यही भएर मेरो प्रियजनहरू म तपाईँहरूलाई यो मध्याहको समय उत्साह गर्न चाहन्छु Collect all your divine experiences. तपाईको ईश्वरीय अनुभवहरूलाई बटल्नुहोस् Every word, every dream, every vision, every prophecy that you got. प्रत्येक अगमबाडी प्रत्येक सपना प्रत्येक दर्शनहरू प्रत्येक वचनहरू तपाईँले जुन पाउनु भएको छ Every feeling that you had with God. जुन जुन महसुस तपाईँले गर्नुभएको छ परमेश्वरको उपस्थितिमा And hide them in your heart. त्यो कुराहरूलाई आफ्नो हृदयमा लुकाइराख्नु Let भएको no होस् enemy steal them. कुनै पनि शत्रुले त्यसलाई नचोरेको होस् Let no loss steal that one. Maybe any pain. कुनै पनि तपाईँले आफ्नो जीवनमा गुमाउने कुरा अथवा कुनै पनि कष्टले त्यो कुरालाई तपाईँबाट नचोरेको होस् This David went through many struggles. यो दाउदले चाहिँ आफ्नो जीवनमा धेरै अप्ठ्यारोहरूबाट हिँड्नु परेको छ His own father-in-law was looking after his life. अनि त्यहाँबाट आफ्नै ससुराले पनि उसलाई लखेटिरहेको छ He became an enemy. ऊ शत्रु बनेको छ He lost everything. सबै कुरा गुमेको छ He was running in the jungles. ऊ जङ्गलमा ऊ भागिरहेको छ But one time, तर एकचोटि he got his enemy in his hands. उसले आफ्नो हातमा आफ्नो शत्रुलाई उसले पक्रिने अवसर पायो The faithful servants of David said, see, God has delivered your enemy into your hands. अनि दाउदको चाहिँ एउटा विश्वासयोग्य सैनिकले भन्दछ कि हेर तिम्रो परमेश्वरले तिम्रो शत्रुलाई तिम्रो हातमा छोडिदिनु भएको छ Take this word, हतियार उठाऊ cut him off. यसलाई मारिदेऊ You will climb to the throne of Saul. दाउद तिमी चाहिँ साउलको सिंहासनमाथि बस्न पाउनेछौ But what David said, you know? तर दाउदले के भन्छ No. हुँदैन There is a God's commandment. किनभने त्यहाँनिर परमेश्वरको आज्ञा ममा छ I hide them in my heart. मैले मेरो हृदयमा लुकाइराखेको छु Thou shalt not touch the anointed ones. अभिषेक्त जनलाई तिमीले नछुअ भनेर Amen. आमेन I'm willing to die if possible. म मर्नको निम्ति सम्भव छ भने म मर्नु परे पनि मर्न म तयार छु If it is God's will, I will die, not a problem. परमेश्वरको इच्छा छ र म मर्नु पर्छ भने ठिकै छ म मर्छु मलाई समस्या छैन But I will not touch the anointed one. तर उसले भन्दछ म अभिषेक्त जनलाई म छुँदिन That's what David says here. त्यही भएर दाउदले यहाँ भन्दछ God, your commandments are sweeter than the honey to me. परमेश्वर तपाईको आज्ञाहरू चाहिँ मेरो निम्ति महभन्दा पनि मिठो छ The world might be preaching you something else. The whole world might be preaching सारा you something विश्वले else. तपाईलाई भिन्नै कुरा प्रचार गरिरहेको होला Maybe your situation might be demanding you to do something else. तपाईको अवस्था परिस्थितिले तपाईलाई अरू भिन्नै अलग्गै कुरा गर भन्ने माग राखिरहेको होला Your psyche might be speaking different things. तपाईको विवेकले अरू अरू कुराहरू मागिरहेको होला गर भनिरहेको होला But let the commandment of God speak to you in your heart. तर परमेश्वरको आज्ञा चाहिँ तपाईहरुको हृदयमा बोल्न दिनुहोस् What to do, what not to do. के गर्ने के नगर्ने What to speak. के बोल्ने How to live. कसरी जिउने How to walk. कसरी हिँड्ने How to be on fire for God. अनि कसरी परमेश्वरको निम्ति ज्वलन्त आगो सरह बस्ने I may not become a king, it's okay for me. म सायद म राजा बन्निदिन होला ठिकै छ But I want to live long in God's presence. तर म परमेश्वरको उपस्थितिमा लामो समय म जिउन Forever चाहन्छु and ever I want to be in the presence of God. अनन्तदेखि अनन्तसम्म म परमेश्वरको उपस्थितिमा बस्न I am चाहन्छु willing to lose this throne for the place in heaven. म यो सिंहासनलाई गुमाउनको निम्ति तयार छु स्वर्गमा यदि मलाई ठाउँ मिल्छ भने That's how the commandments of God ministers in your heart. त्यसरी चाहिँ तपाईको हृदयमा परमेश्वरको वचनले काम गर्दछ They bring you the fear of God.
त्यो कुराले परमेश्वरको आज्ञाले चाहिँ तपाईँको हृदयमा जीवनमा परमेश्वरको भयलाई ल्याउँदछ Like Joseph, योसेफ जस्तो he hid God's promise in his heart. उसले आफ्नो हृदयमा परमेश्वरको प्रतिज्ञालाई उसले लुकाइराखेको छ But the very promise led him through many struggles. तर त्यही प्रतिज्ञाले उसको जीवनमा धेरै अप्ठ्यारोको समयहरूबाट ऊ गुज्रनु पर्यो The same prophecy has put him into trials. अनि त्यही प्रतिज्ञाले उसलाई सतावटहरूमा पारेको छ If you say you love God, यदि तपाईँ भन्नुहुन्छ म परमेश्वरलाई प्रेम गर्छु भनेर God will put you to the test. तपाईँलाई परीक्षामा परमेश्वरले How लाउनुहुनेछ। much do you love him? कति तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ How far you can stand for him? तपाईँ उहाँको निम्ति कति माथिसम्म उभिन How सक्नुहुन्छ strong you are. तपाईँ कति दरिलो हुनुहुन्छ Like Peter said once to Jesus. एकचोटि येशूलाई भन्नुभयो पत्रुसले When Jesus said, I'm going to die, येशूले भन्नुभयो अब म मर्दैछु they're going to kill me. मलाई यिनीहरूले मार्नेछ Jesus never says that, such kind of words. पत्रुसले भन्छ येशू के बोलेको त्यस्तो नभन्नु कहिले पनि अगर यदि आपका पास कोई आना है मेरा ऊपर से चल के आना है. मेरो शरीरबाट भएर जानुपर्छ They तपाईँलाई have to पुग्नको first लागि। they have to kill me and then they can only touch you. पत्रुसले भन्छ पहिला मलाई मार्नुपर्छ अनि मात्रै तपाईँलाई छुन सक्छ But when Jesus was about to go to the cross, जब येशू क्रुसमा जान लाग्नु भएको छ somebody looked at the Peter. Hey, तपाईं पनि येशूका चेलाहरूका बीचमा छ जस्तै लाग्दैछ. No, I don't know. I don't know who Jesus is. I don't know. I never seen him. I have nothing with him. उसले भन्छ म त होइन म चिन्दिनँ भन्ने कुरा पत्रुसले गर्दछ See, when you say some bold statement, God gonna test you. जब तपाईँ कुनै साहसी शब्द बोल्नुहुन्छ नि परमेश्वरले तपाईँलाई जाँच्नु हुँदछ Your prayers will test you. तपाईँको प्रार्थना आफैले तपाईँलाई जाँच्नेछ Your praise and worship will test you. तपाईँको स्तुति र प्रशंसा जुन आराधना गर्नुहुन्छ त्यसले तपाईँलाई जाँच्नेछ Your faith will be tested. तपाईँको विश्वासको परीक्षा हुनेछ But if you keep God's commandments in your heart, तर यदि परमेश्वरको आज्ञालाई तपाईँ आफ्नो हृदयमा राख्नुहुन्छ भने protecting them, त्यसलाई सुरक्षित पारेर let nobody steal them. त्यसलाई कसैले पनि नचोरेको होस् Let nothing dilute them. कुनै पनि कुराको मिसावट नहोस् Let nothing pollute them. त्यसलाई कुनै पनि कुराले प्रदूषित नपारेको होस् Keeping them, सुरक्षित राख्ने protecting them from every harm and danger. सबै खतराहरूबाट लुकाइराख्ने Really giving them the value. त्यसको मूल्य दिँदै कदर गर्दै And if you know God, र यदि तपाईँले परमेश्वरलाई जान्नुहुन्छ भने if you taste God, परमेश्वरलाई चाख्नुहुन्छ भने then you would know that He is good. तपाईँलाई थाहा हुनेछ उहाँ असल हुनुहुन्छ भने Then you would come to a place where you can say, God, you are enough to me. अनि तपाईँ यस्तो ठाउँमा पुग्नुहुनेछ र तपाईँ भन्नुहुन्छ कि तपाईँ मेरो निम्ति पर्याप्त हुनुहुन्छ David says, I don't want to kill my uncle. दाउदले भन्दछ म उसलाई मार्न चाहन्न He is anointed by God. उसलाई चाहिँ परमेश्वरले अभिषेक गरेको छ See, look at his commitment. उसको प्रतिबद्धतालाई एकताल हेर्नुहोस् These words, these commandments keeps us from doing sin. यी आज्ञाहरू यी वचनले हामीलाई पाप गर्नबाट पर राख्दछ It keeps a safe place. हामीलाई सुरक्षित ठाउँमा राख्दछ It protects you from every fall. तपाईँ चुक्ने कुराहरूदेखि तपाईँलाई सुरक्षित राख्दछ It keeps you away from compromising with the world. तपाईँ चाहिँ परमेश्वरको वचनसँग अरू कुराहरू मिसाउनबाट तपाईँलाई सुरक्षित राख्दछ For a moment, you may look like a big fool. तपाईँ कुनै क्षणको निम्ति महामूर्ख देखिएला But in God, God will elevate you. तर परमेश्वरले तपाईँलाई माथि उचाल्नुहुनेछ God will bless you in unanimous way. परमेश्वरले तपाईँलाई अचम्म र आश्चर्य तरिकाले आशीर्वाद गर्नुहुनेछ Sometime later, Saul dies in a war अनि कुनै समय पछाडि साउल एउटा युद्धमा मरेको छ and David becomes the king. र दाउद राजा बनेको छ Hallelujah. हालेलुया Let God pave the way for you and me. परमेश्वरलाई हाम्रो बाटो बनाउन हामीले दिउँ Don't get hurry. हतार नहुनुहोस् Don't push yourself to get something else. आफैलाई तपाईँ जबरजस्ती नठेल्नुहोस् केही कुरा पाउनको निम्ति अथवा लिनको निम्ति Do not throw your life, valuable life, for the temporary things. तपाईँले क्षणिक कुराको निम्ति आफ्नो बहुमूल्य जीवनलाई तपाईँले नफाल्नुहोस् Wait upon God. परमेश्वरमा पर्खेर हेर्नुहोस् Give value to God's commandments. परमेश्वरको आज्ञाको मूल्य तपाईँले दिनुहोस् If you love God,
यदि तपाईँलाई परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने Jesus says, you will obey my commandments. मेरो आज्ञाहरू तिमीले पुरा गर्नेछौ, Whether in the Old Testament or New Testament. पुरानो करारमा होस् या नयाँ करारमा। Loving God means परमेश्वरलाई प्रेम गर्नु भन्नुको अर्थ चाहिँ not singing songs. भजन गाउने मात्रै होइन। In India and Nepal, just we do lot of bhajan. रातभरि भजन हुन्छ. इन्डिया र नेपालमा चाहिँ रातभरि भजन हुँदछ। So it is not the loving God. त्यो परमेश्वरलाई प्रेम गरेको त्यो होइन। Keeping His commandments is loving God. उहाँको आज्ञा पुरा गर्नु चाहिँ परमेश्वरलाई प्रेम गर्नु हो। Amen. आमेन। Before I could finish, I would like to share this small testimony. म यो समाप्त गर्न अघि एउटा सानो गवाई भन्न चाहन्छु। There was one guy in Andhra Pradesh. आन्ध्र प्रदेशमा एकजना व्यक्ति हुनुहुन्थ्यो। He loved his father a lot. उसले आफ्नो बाउलाई औधी प्रेम गर्दथ्यो। But his father said only one thing. तर उसको बाउले एउटै कुरा मात्रै भन्यो, Never borrow money. कसैबाट बाँकी पैसा नलिनु भनेर। After some time, he went to find a job, but he couldn't find it. So he's coming back home. केही समय पछाडि ऊ काम खोज्न गयो तर उसले काम भेटाएन अनि ऊ फर्किएर फेरि घर आयो। And he has to cross one river to reach his house. अनि उसले चाहिँ घर पुग्नको निम्ति चाहिँ एउटा नदी पार गर्नु पर्दथ्यो। There was only one boat. त्यहाँनिर चाहिँ एउटै मात्रै नाउ थियो। And the boat guy was charging $40. अनि त्यो नाउका गुडाउने व्यक्तिले चाहिँ एकजना व्यक्ति प्रति व्यक्ति 40 रुपैयाँ उसले तिराउँदथ्यो। He has only $5. अनि उसले गोजीमा हेऱ्यो त्यो व्यक्तिसँग 5 रुपैयाँ मात्रै रहेछ। He got inside the boat. ऊ चाहिँ नाउका भित्र पसे। He looked at his pocket. He said, "Oh, I have only $5." उसले गोजीमा हेर्दा त 5 रुपैयाँ मात्रै छ। His friend said, "No worries, man. Just I will put up that money. Just you can give me back." उसको मित्रले भन्छ नसुर्ताउ न, म तिमीलाई 35 रुपैयाँ बाँकी दिन्छु, त्यो 40 रुपैयाँ पुराएर दिँदा He हुन्छ। said, "Lo uncha." Then he said. उसले भन्यो उसले 35 रुपैयाँ बाँकी लिएर उसले ठिकै छ नि त पछाडि दिउँला बस्यो। But something started prompting in his heart. तर केही कुरा उसको मुटुमा चाहिँ उम्लन थाल्यो। Never borrow money. कहिले पैसा बाँकी नलिनु। He jumped out of the boat. अनि उता नाउकादेखि बुरुक्क उफ्रेर बाहिर He said, "I निस्क्यो। can't come." उसले भन्छ म आउँदिन। I said, "You are a fool." उसले भन्छ साथीले कि तिमी त मूर्ख हो। He traveled whole night, walked several kilometers. Early morning he reached home. ऊ चाहिँ त्यो नाउकाबाट जानुको साटो चाहिँ ऊ बाटो हिँड्दै 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 धेरै किलोमिटर हिँडेर रातभरि हिँडेर ऊ बिहान मात्रै आइपुग्यो। He opened the newspaper. अनि जब उसले न्युज पेपर खोलेर हेर्दछ He saw the news. उसले त्यहाँनिर समाचारमा देख्दछ The very boat he left जुन नाउका उसले छोडेर ऊ हिँडेर घर आयो that was caught up in the flash floods, around 120 people vanished. अनि लगभग 120 जना मानिसहरू चाहिँ त्यो ठुलो आँधीबेहरी आएर मानिसहरूसँग त्यो नाउका पनि डुब्यो भनेर समाचार आएको छ। Do you see how important to keep your father's commandments? त्यही भएर यहाँ देख्न सक्नुहुन्छ कि तपाईँको पिताको आज्ञा चाहिँ आफ्नो हृदयमा राख्नु कति महत्त्वपूर्ण कुरा हो। I want to encourage the young children, जवान भाइ बहिनीहरूलाई म उत्साह गर्न चाहन्छु। youth. जवानहरूलाई Love your parents. आफ्नो आमा बुवालाई प्रेम गर्नुहोस्। Seek their counseling. उहाँहरूको सल्लाह सुझावलाई खोज्नुहोस्, सोध्नुहोस्। If there is anybody who is loving you genuinely in this world, next to God is your parents. परमेश्वरदेखि बाहेक तपाईँलाई साँचो रूपमा प्रेम गर्ने कोही व्यक्ति छ भने तपाईँको आमा बाउ मात्रै हो। Not your boyfriend, not your girlfriend. बोयफ्रेन्ड गर्लफ्रेन्डहरू होइन। They will be looking for something else from you. तपाईँबाट अरू कुरा नै खोजिरहेको हुँदछ। So love your parents. त्यही भएर आफ्नो आमा बाउलाई प्रेम गर्नुहोस्। Keep their commandments in your heart too. उनीहरूको आदेशलाई उनीहरूको आज्ञालाई आफ्नो हृदयमा राख्नुहोस्। Amen. Hallelujah. हालेलुया। And this morning I want to encourage you, church. र आज म मण्डलीलाई यसरी उत्साह दिन चाहन्छु। So keep God's commandments in your heart. परमेश्वरको आज्ञा तपाईँको हृदयमा राख्नुहोस्। Love God more and more. परमेश्वरलाई धेरै मात्रामा धेरै तपाईँले प्रेम गर्नुहोस्। Let us grow in Him. उहाँमा हामी हुर्कन सकौँ। Forget about the past. विगतलाई हामी बिर्स्यौँ। Depression comes because of the past. निराशपना आउँदछ विगतको कुराको कारणले। Anxiety comes because of the future.
आत्तिने एउटा विराम आउँदछ भविष्यलाई सम्झेर। The stillness comes from God's presence. तर एक समान्तको एकदम के भन्नु त्यसलाई शीतल भनौँ शान्त कुरा चाहिँ Comes from God's presence. परमेश्वरको उपस्थितिबाट आउँदछ। Let us grow in God's presence. परमेश्वरको उपस्थितिमा बढ्न सिकौँ। And finally, I have one thing. र अन्तिममा मसँग एउटा कुरा छ। I want to see this church growing every day. म चाहन्छु यो मण्डली चाहिँ प्रत्येक दिन हुर्किँदै गएको होस्। I want to see the wonders, healings, miracles taking place in this church. अनि अचम्म आश्चर्यको चङ्गाइको कुराहरू आश्चर्यको कामहरू भएको यो मण्डलीमा म देख्न चाहन्छु। As you give your chest, the Ark of Covenant to God, जब तपाईँले आफ्नो छाती आफ्नो हृदय करारको सन्दुकलाई परमेश्वरलाई दिनुहुन्छ and you will carry the presence of God into this society. अनि तपाईँले परमेश्वरको उपस्थितिलाई आफ्नो समाजमा लिएर जान सक्नुहुन्छ। May God bless you all in the name of तपाईँहरू Jesus. सबैलाई येशूको नाममा परमेश्वरले आशीर्वाद गर्नुभएको होस्।